यहाँनिर बस शाबास पछाडि बस्ने मान्छे उड्न सक्छ। हेलो ब्युटिफुल पिपल, इट्स मी आज तपाईँहरूको प्यारो साथी। म चाहिँ अहिले भ्लग ठ्याक्कै कहाँबाट भने घरभन्दा तल आएर स्टार्ट गरिरहेको छु होइन। आज मेरो दाइ हुनुहुन्छ सुमित दाइ, अनि आज चाहिँ दाजुभाइ यसो घुम्न जाऊँ भनेर यसो प्लान बनाइरहेको। दाइ पनि टक्क घरमा आउनु भएको थियो, खानासाना खाइयो। खानासाना खाएर अब दाजुभाइ यसो कहाँ हुन्छ यसो जाऊँ न भनेर प्लान गरिरहेको छु। सायद यताबाट सामरीतिर जान्छ होला, सामरीबाट अलिक उतातिर गएर यसो काफल साफल खानु जाने त्यो कार्यक्रम हुन्छ। म चाहिँ अनि तल घर, हाम्रो पुरानो घर, हाम्रो नयाँ घर चाहिँ त्यहाँ माथि हो होइन, पुरानो घर चाहिँ यता तल हो। अनि यो चाहिँ हाम्रो पुरानो घर भएको ठाउँ। यो चाहिँ यहाँकोहरूको सुग्लाल अङ्कलहरूको, यो चाहिँ हाम्रो हल्लाफुल भएको। अनि यहाँ चाहिँ भत्किएको ठाउँ चाहिँ हाम्रो है, तल चाहिँ हाम्रो घर। अनि हाम्रो देवहरू चाहिँ लुगा धुँदै रहेछ। अनि हाम्रो देवहजुरको घरमा चाहिँ यस्तो फुलै फुल फुलिरहेछ है, दामी दामी। अनि कसै डग लभर छ भने त्यो डग चाहिँ एडप्ट गर्न सक्नुहुन्छ तपाईँहरूले। डगी के छ चिनिस? डगी चाहिँ यस्तो दामी छ है, गोल्डन रिट्रिभर हो है, प्योर। हजुर यहाँनिर बस शाबास। यो चाहिँ यस्तो ज्ञानी छ क्या, गोल्डन रिट्रिभर। कसैलाई गोल्डन रिट्रिभर चाहिन्छ भने चाहिँ भन्नु होला। अघि अनि यो चाहिँ हाम्रो भैँसी हो। अनि यो तलको चाहिँ हाम्रो घर हो है। यतातिर यस्तै छ, भक्कु सक्कु फलिरहेछ है, भक्कु सक्कु। पारितिर पनि काफल फलिरहेछ, त्यहाँ चाहिँ चढ्न सक्दैन। अनि हामी चाहिँ माथि माथि जान्छ। मौसम चाहिँ यस्तो खुल्ला भइरहेको है, आनन्द। त्यही हो, गाडीहरू पनि आइरहेछ होइन टक्क पारितिर। मौसम चाहिँ यस्तो बवाल भइरहेछ। यो चाहिँ यसरी सुतिरह भ्याग्दै सुताइ, यसको सुताइ चाहिँ हो क्या भ्याग्दै। ठुलो मामी ओ ठुलो भाइ पैसा दिनु रे, पैसा पैसा नेटलाई तपाईँले दिने भने खाएर नि त जानी। सामरीबाट त्यतातिरबाट अलिअलि उतातिर तपाईँ आउँछ, किसन दाइले हेर्छ, किसन दाइले हेर्छ। पुरै दिखाउँछ।
पछाडि बस्ने मान्छे उड्न सक्छ। मामा नमस्कार। पहिला मामा ए जाने नै उता गेम होइन गेम हुनु जाने ल म उता हुन्छ म उता भाइनेतिर क्या अनि हाम्रो नेटको पैसा चाहिँ यहीँ थियो होइन हाम्रो स्मार्ट लिङ्क कसैकोमा कनेक्ट गर्नु छ भने मलाई सम्पर्क गर्नु होला। यो दिदीको चाहिँ भरोसा छैन क्या होइन पक्कलाएर पिज्जा पैसा यहाँ दिनु लिनु दिदी मेरो पनि देवकी त्यसपछि उतातिर काफल हुन्छ होइन त्यहाँनिर काफल छौँ गाइड्सहरू तपाईँहरू आउनु सक्नुहुन्छ यो बाटो हुँदै बाटो चाँडै नै रेडी हुन्छ। दाजुभाइ चाहिँ चौतारा जानुपर्ने उता जाने मतलब टक्क लगाएर घर बनाउनु दाजुभाइ चाहिँ काफल खाने होइन यही वनतिर आएको है भ्यू चाहिँ बाबा लगाइरहेको क्या दिन आज धेरै घमाइलो भयो। प्लास्टिकले हाल्नु बनाउनु यही छ
मागु न घरतिर यसो मागु डेस्टिनेसन आइपुग्यो टक्क डेस्टिनेसनको बाइक यही हो हिरोको टक्क हामी बाइक साइड राख्छौँ ऊ त्यहाँ माथि जान्छौँ त्यहाँबाट भ्यूहरू देखाउँछ यहाँ दाइ चाहिँ रमाइरहेको होइन गाउँतिर आएर बाइक चाहिँ यहाँनिर छ होइन टक्क मस्त भ्यू तलतिर घुम्नु जाने भन्नुहोस् अनि भ्यू चाहिँ यस्तो बवाल आइरहेको छ बहुत यहाँ पर चाहिँ हिमालय देखेर पुरै यो चाहिँ सामरी बजार होइन यताको चाहिँ पोखरी गाउँ अनि यो चाहिँ भागे पर्मचेत के हो यो चाहिँ बबाल आउँछ क्या यस्तो हानिछ कि यहाँतिर म यसको सिनेमेटिक सर्ट बनाएर टिकटकमा नि हाल्छु होइन मस्त गाउँ भनेर यस्तो हो नि त टक्क लाएर होइन टक्क लाएर अनि हामी चाहिँ त्यहाँ गुम्बा माथि गएर चाहिँ यो तल ग्राउन्डतिर आएको घुम्नलाई अनि यहाँ पसल छ अरे टक्क लाएर होइन पसलतिर यसो एउटा प्लास्टिक लिएर काफल चाहिँ लिन जाउँ कि भनेर सोचेँ सेतो सेतो भैँसी हेलो हेलो पसलमा को छ तपाईँ पसलको मान्छे हो हेलो यसो प्लास्टिक एउटा नि चाहिएको थियो खानेकुरा के छ चिसो के छ त चाउचाउ चाहिँ लगाउँ न यहाँतिर किम्बु सिम्बु पाकेर रहेछ त टक्क लाएर हामी तलको सामरी तल चिलाउने बास अनि यसो काफल खाना आऊँ भनेर यतातिर घुम्न नि आउनुहुन्छ भनेर ऊ यहाँ तल नि छ अरे नि त अनि हामी चाहिँ यहाँ नागिनथान पर्मचेत पोखरी गाउँ भन्ने ठाउँमा आइसक्यो उकालो चढ्दैछौँ टक्क लाएर काबल खानलाई लेखेको रहेछ टक्क लाएर अब चाहिँ हामी यहाँ आइसक्यो स्पटमा टक्क यतातिर काफल पाइन्छ कि हेरौँ जाउँ यहाँ बोटतिर त रहेछ चढ्न सक्दैन हल्का सजिलो बोटमा जाउँ न होइन काफलको बोट त टन्नै रहेछ
त्यो जङ्गलतिर काली चोरी आयो क्या गाइस उतै रहेछ काफल जम्दै यता चाहिँ काफल भेटिसक्यो होइन हामी चाहिँ काफल हन्टिङ आएको हो दाजुभाइ टक्क लगाएर आजा यो बोटमा टन्न रहेछ त काफल त बहुत ఎంత కావాలి बोट चढ्नलाई हुँदैन अलि सजिलो हेरौँ सजिलो त यही एउटा यो तल घर रहेको रहेछ यता तलतिर सजिलो छ भने छ नत्र पनि केही आएर टिप्नु काटी च्यानलमा ल च्यानलमा ल यहाँ चाहिँ टिप्नु यहाँ बाबा ट्याङ्का स्याङ्का सबै छ त मरे मान्छे पर्ने ठाउँ रहेछ जाउँ यहाँको तिमी खाना नि हुँदैन गाउँले त्यो खोजीतिर गएर खाऊ अनि हामी चाहिँ जङ्गल आइसक्यो टक्क अघिनेको स्पोट चाहिँ अलिक अप्ठ्यारो थियो यो चाहिँ हन्टिङ काफल हन्टिङको लागि बेस्ट ठाउँ भेटेँ होइन काफल चाहिँ यस्तो बवाल फलिरहेको यता नि काफल टक्क अब हामी चाहिँ जङ्गल छिरे तल रहेछ नि त्यसो उता हो र त्यसले ढाङ ऊ त फेत्तै ठिकै छ जाउँ जाउँ ल तपाईँ तल बस्नु म रुखमा चढेँ तपाईँ बटुल्नु है मेरो पात ज्याकेट छ नि साथी ज्याकेट ओछ्याउनु होइन फेरि के साथ दियो काफल पाक्यो गाई चढ्यो म त चढ्ने ठाउँ ए बिस्तारै के हल्ला नि हो त्यतैबाट सर्लायो अलिअलि त खाना पनि कति गाह्रो है रहर पनि लाग्ने तेरीमा यो स्वादे जिब्रोलाई अनेक चाहियो म चाहिँ बोटमा चढेँ यहाँ लुकेर बस्यो भने कहिले थाहा भयो तलतिर थाहै पाउँदैन बाइक चाहिँ टार्सिङ हान्दिएर बाइक चाहिँ टार्सिङ हान्दिएर अलिक पाके छैन रहेछ रात रातै रहेछ अमिलो रहेछ माइजीले आफ्नै बारीमा जा भन्नु भएको थियो उसमा
खै के टारमा च्याउ है जङ्गल च्याउ जङ्गल च्याउ त्यो खायो भने चोइट चिलिम चोइट दिस इज जङ्गली च्याउ खायो भने चिलिम चोइट मिठो त खानु धेरै मिठो काफलको हाँगा यो चाहिँ जङ्गली काफल धेरै मिठो छ स्वादमा खट्टा मिठा स्वादै अर्को छ अहिले घरको त मिठो मिठो अलि बेला नभयो रसिल दियो नि रसिल छ स्वादै अर्कै के कमले रुखबाट हल्लाइदिएको हिमा चाहिँ लटरम्मै भयो यही साइडमा झऱ्यो होला है अहिले चाहिँ हामी टक्कै एक झोला काफल टिपिसक्यो अनि अब चाहिँ हामी लाग्छौँ बिस्तारै आउने हामी लाग्दैछौँ
गेम नहेर्नु नहेर्ने गऱ्यौँ बो एउटा एकछिन हेरेर जानु आज बेला एकछिन हेरेर नहेर्ने कहाँबाट अहिले बेलुकातिर हाम्रो आयो